नमस्ते अनि हार्दिक स्वागत छ सम्पूर्ण आदरणीय दर्शकबिनहरूलाई यस प्रेम केसी अफिसियल युट्युब च्यानलमा। आदरणीय दर्शकबिनहरू, आज हामी धरानदेखि जेफाले सामुदायिक होमस्टेसम्मको यात्रामा छौँ। मोरङ जिल्लाको केराबारी 2 बिबारेमा रहेको जेफाले सामुदायिक होमस्टे एउटा रमणीय पर्यटकीय स्थल हो। आजको हाम्रो साँझ जेफाले सामुदायिक होमस्टेसँग रम्नेछ। आजको साँझ जेफालेमा रमाइलो तरिकाले बिताउनको निमित्त, आजको साँझलाई रमाइलो गर्नको निमित्त हाम्रो टोली 10 जनाको टोली छ। उक्त 10 जनाको टोलीले आजको साँझमा नाच्दै गाउँदै रमाइलो गर्दै यहाँको मिठो मिठो खानेकुराहरू खाएर रम्नेछ र यहाँको चिसो मौसममा चाहिँ आगो ताप्दै आगोको सहायताले रमाइलो गर्दै बस्नेछौँ। आदरणीय दर्शकबिनहरू, आजको यस भिडियोमा धरानदेखि जेफालेसम्मको यात्रामा रहेका सम्पूर्ण रमाइला दृश्यहरूलाई समावेश गरी भिडियो निर्माण गरेको छु। साथमा जेफाले सामुदायिक होमस्टेमा हामी साथीभाइहरू रमाउँदै गरेको, नाचगान गर्दै गरेको भिडियोहरू समावेश गरेको छु। कृपया यस भिडियोलाई अन्त्यसम्म नछुटाई हेर्नुहोला। अनायासै भाग्य पनि खोटो देखियो। तेरौँ त आज आयु छोटो देखियो, अनायासै भाग्य पनि खोटो देखियो। जब एक्सरे गरियो नि हस्पिटलमा, मलाई छोडेर जानेको मुटुभरि फोटो देखियो। दर्शकबिन, अहिले हामी कोशी राजमार्ग अन्तर्गत धरान धेरैटार सडक खण्डमा छौँ। हामीले अहिले धरानदेखि जेफाले सामुदायिक होमस्टेको लागि यात्रा सुरु गरिसकेका छौँ। घुम्ती मोड उकालो चढ्दै अबको केही समयमा हामी धेरैटार बजार प्रस्थान गर्नेछौँ। कोशी राजमार्ग अन्तर्गत रहेको धरान धेरैटार सडक खण्ड, अहिले हामी धरानको जलाधार क्षेत्रमा छौँ। यो धरानको जलाधार क्षेत्र हो। हामी यसरी नै उकालो काट्दै, घुम्तीहरू काट्दै अब केही बेरमै नै मजाले धेरैटार पुग्नेछौँ। धरानदेखि धेरैटार जाने खिरिकमा मजाले टक्क लगाएर रमाइला दृश्यहरू, रमाइलो ठाउँ, रमाइलो जङ्गल देख्ने गर्दछौँ। दर्शकबिन, हामी प्रकृतिसँग मजाले रमाउँदै आफ्नो यात्रा गरिरहेका छौँ, रमाइलो गरिरहेका छौँ। धरान धेरैटारको यो सडक खण्ड एकदम रमाइलो रमणीय छ है। तपाईँहरू पनि एकचोटि आएर घुम्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, रमाउन सक्नुहुन्छ। आदरणीय दर्शकबिनहरू, तपाईँहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ कि छैन? हेर्नुहोस् है, यदि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर साथ दिनुहोला है। अनि भिडियो तपाईँहरूले हेरिरहनु भएको छ, मन पराइरहनु भएको छ भने कृपया लाइक गर्न त भुल्नै भएन नि। अनि त्यसपछि तपाईँहरूलाई यति धेरै नै मन परेको छ भने कृपया सेयर गर्न पनि नभुल्नुहोला।
सुन्दर अनि रमणीय ठाउँ भेरेटार हामी लगभग आइपुगेका छौँ। आदरणीय दर्शकबिनहरू, तपाईहरू देख्न सक्नुहुन्छ कति राम्रो कति रमाइलो ठाउँ छ। अब केही छिनमै हामी भेरेटार बजार प्रस्थान गर्नेछौँ। यही देख्न सक्नुहुन्छ मजाले तरानदेखि भेरेटार आउँदाखेरिको बाटोहरूको घुम्तीहरू मजाले रमणीय, घुम्तीहरू पनि एकदम रमणीय छन्। हेर्दा राम्रो देखिने खालको छ, मनमोह छ, देख्न सक्नुहुन्छ दर्शकबिन। फाइनली गाइज हामी भेरेटार बजार प्रस्थान गरिसकेका छौँ। तरानदेखि आएको हामी बल्ल तल्ल आएर रमाइलो रमणीय सुन्दर बजार भेरेटार बजार पनि हामी आइपुग्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो नि भेरेटार बजार? एकदम राम्रो लागिरहेछ। आजको स्पेसल दर्शकबिन होइन, बोका ल्याएर साथीहरू आइसकेको छ। हाम्रो साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ, हाम्रो यो टिम अब 10 जनाको टिम छ। हामी अझै 2 जनालाई पर्खिरहेका छौँ। 2 जनालाई आउने बाँकी भएका कारण यहाँ पर्खेर हामी बसिरहेका छौँ, गफ हालिरहेका छौँ। साथीहरू आइसकेपछि हामी अब भेरेटार बजारबाट दर्शकबिन अब हामी कोशी राजमार्गलाई छोड्दैछौँ। यो भेरेटारदेखि कोशी राजमार्गलाई छोडेर हामी अब डाँडा बजार राजा रानी हुँदै जेफालीसम्मको यात्रामा लागिसकेका छौँ। हाम्रो अब यात्रा भनेको जेफाली सामुदायिक होमस्टेसम्मको हो। आजको साँझ हाम्रो जेफाली सामुदायिक होमस्टेमा मजाले रमझमसहित रमाइलो गर्दै नाच्दै गाउँदै हामीले बोकेर ल्याएको यो बोकालाई काटेर खाएर एउटा यादगार दिन बनाउने जमर्को गरिरहेका छौँ। अब सायदै पक्की रोड छैन होला, बाटो निर्माण भइरहेको हामी देख्न सक्छौँ। सायद अबको सडक खण्ड हामी धुल्याम सडक खण्डको रूपमा हिँड्नुपर्छ कि जस्तो देखिरहेछौँ। ट्रक लाएर रमाइलो छ। यी साथीहरू बोका मजाले समातेर होइन आइरहेछन् बुलेट बाइकमा, ट्रक लाएर पछाडि मान्छे साथीले बोका बोकेको छ। यो चाहिँ नाम्जे बजार है साथीहरू। यो नाम्जे बजार भेरेटारको, यो नाम्जे बजार तल भेरेटार ठुलो अर्को बजार थियो भनेपछि यो राजा रानी डाँडा बजार जाने सडक खण्डमा रहेको नाम्जे बजार। यो पनि पर्यटकीय हिसाबले चाहिँ एउटा स्थापित ठाउँ हो। यसमा आन्तरिक तथा बाह्य पर्यटकको राम्रो घुइँचो हुने गर्दछ। यो धनकुटामा पर्यो। अघि हाम्रो यो भेरेटार धरान र धनकुटाको सिमाना हो र यो धनकुटामा पर्दछ। हामी अब जेफालीसम्मको यात्रामा छौँ। हामी उकालो लागिरहेका छौँ। हामी देखिरहेका छौँ ठुला ठुला डाँडाको शिरशिरमा सिरसिरी हामी चलिरहेका छौँ। पहाडको इलाका बाटो निर्माण भइरहेको देखिरहेका छौँ। सायदै यो बाटो छिटो सम्पन्न भयो र यो बाटो पिच भइसकेपछि एकदम राम्रो देखिन्छ जस्तो लागिरहेछ। ठाउँ राम्रो छ, टक्क पहाडी इलाका, पहाडी चाहिँ। तर हेरौँ त यहाँनिर दर्शकबिन दामी खतरा पहिरो लडेको रहेछ। ओ माई गड, डेन्जर पहिरो। बाटो खन्दा पनि पहाडी इलाकामा चाहिँ मेन समस्या भनेकै यो पहिरोको नै हो।
देख्न सक्छौ गाइज यहाँ टक्क लगाएर बाटोको सर्वे भइरहेको रहेछ। उताबाट टक्क यहाँ ब्रिजमा समातेको देखियो। उताबाट साथीले टोटल स्टेसनबाट हिँडिरहेको जस्तो लाग्यो। यहाँ बाटो मजाले सर्वे भइरहेछ। बाटो चक्ल्याउने काम भइरहेको रहेछ। बाटो चाहिँ चक्ल्याउने काम देख्न सक्नुहुन्छ। कस्तो कस्तो भिर काटेर होइन ठुल्ठुलो पातलाई काटेर माथि कस्तो तरिकाले बाटो बनाइरहेछ होइन देख्न सक्नुहुन्छ। यो बाटो अब सायद लगत्तै अब छिटै नै सकिन्छ होला बाटो निर्माण भएर। त्यो भइसकेपछि सायद बाटो दामी देखिन्छ जस्तो लाग्छ। किनकि यसरी हेर्न सक्नुहुन्छ नि कस्तो खतरा खतरा ठाउँमा चाहिँ यस्तो भिरमा पनि मजाले बाटो खनेर चाहिँ बाटो निर्माण गरिएको छ। हामी अहिले ओक्रे आइसकेका छौँ गाइस। यो ओक्रे सानो एउटा गाउँको सानोतिनो बजार रहेछ। ओक्रे देख्न सक्छौँ। बाटो निर्माण भइरहेको छ अनि राम्रो ठाउँ रहेछ। यो पनि हेर्दा एकदम आनन्द लाग्ने खालको हेर्दा एकदम सुन्दर सौन्दर्य ठाउँ रहेछ। अनि यता जेसिपीले बाटो पनि बनाइरहेको रहेछ। बाटो उपलब्ध भइरहेको छ। फाइनली हामी अब डाँडा बजार आइसकेका छौँ। टक्क लगाएर यो डाँडा बजार धनकुटामा अवस्थित डाँडा बजार एकदम राम्रो ठाउँ हो। यहाँ पनि होमस्टेको लागि चाहिँ राम्रो सुविधा छ भन्ने सुन्ने आएको छ। यी माथि दोजे डाँडा पनि योभन्दा हल्का माथिदेखि पुगिन्छ होला। यी डाँडा बजार साथीहरू डाँडा बजार। यहाँबाट पनि हामी अब राजा रानीतर्फको यात्रामा छौँ। त्यसपछि हामी केही समयमा राजा रानी पुग्नेछौँ। अगाडिसम्म केही समय हामी उकालो लगाइरहेका थियौँ भने अहिले चाहिँ ओह्रालो झर्ने क्रममा छौँ। यो सायद तल झर्नुपर्छ होला हल्का कि राजा रानी चाहिँ अलिक तल रहेका कारण हामी ओह्रालो झरिरहेका छौँ। राजा रानी जाने ठाउँमा पनि पहाडी एलेका बाटो त्यस्तै तुल्याम नै छ। हल्का हल्का यसो बनाइरहेको जस्तो पिच गर्न बाँकी नै छ। ग्राभेल मात्रै गरेको बाटो रहेछ। सायद छिटो नै बाटो बन्ने छ। टक्क लगाएर देख्न सक्नुहुन्छ गाउँहरू ठाउँहरू रमाइलो ठाउँ चाहिँ हेर्दा पनि रमाइलो भइरहेछ। हामीलाई दामी छ ठाउँहरू पनि घुम्नका लागि एकदम जानै पर्ने आउनै पर्ने ठाउँ जस्तो लाग्यो मलाई चाहिँ। दर्शकबिन अब हामी राजा रानीको बजार आइसकेका छौँ। यो राजा रानीको बजार देख्न सक्छौँ हामी। र यसको नजिकै केही बेरमा तपाईँलाई देखाउने छु। नजिकै चाहिँ एउटा राजा रानी ताल पनि रहेको छ। त्यहाँ एउटा ताल छ। त्यसपछि यो राजा रानी बजार टक्क लगाएर देख्न सक्छ। यसको माथि माथि फुलहरू मालाहरू चाहिँ राखिएको रहेछ। फुल परिजनको लागि होला टन्न बजारैभरि मालाहरू राखिएको छ। यो राजा रानी बजार तपाईँले देखिरहनु भएको छ। फाइनली राजा रानी आइसकेका छौँ। अब केही बेरमा हाम्रो अन्तिम बिन्दु हामी आजको यात्राको अन्तिम बिन्दुमा पुग्नेछौँ। लगभग पुग्ने समयमा आइसकेका छौँ। देख्न सक्छौँ यता देखिरहेको यो ताल हो राजा रानीको ताल। मजाले हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ तपाईँहरू। राजा रानी ताल राजा रानी बजार पनि क्रस गऱ्यौँ। अबको केही समयको यात्रापछि हामी जेफाले पुग्नेछौँ। त्यसपछि हामी आजको साँझलाई कसरी राम्रो बनाउने भन्ने तरिकाले अगाडि बढ्नेछौँ। यो चाहिँ देखिरहनु भएको तपाईँहरूले यो राजा रानी हाम्रा त तन्द्रा भए छ र
हाम्रा भाइको छ हाम्रो गन्तव्य कतिखेर आउँछ भनेर हामीलाई अत्यास लागिसकेको छ। बाटोको कारणले गर्दा होला सायद बाटो राम्रो नभएको कारण अलिक छिटो कतिखेर गन्तव्यमा पुगिन्छ भन्ने भइरहेछ। रात पनि पर्न आँटिसकेको छ किनकि अब यतातिर साँझ पख पर्न लागिसक्यो। रात पर्नुभन्दा अगाडि अथवा उज्यालोमै गएर हामीले अरू काम गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी एकदम हतार भइसकेको छ तर आउन अलिक टाइम लाग्ला जस्तो छ। खाली गलाएर यहाँनिर बिहे भइरहेको रहेछ। यहाँ बिहेमा नाचगान भइरहेको देख्न सक्छौँ हामी। आफ्नै मौलिक नाच हुनुपर्छ यो यहाँको पूर्वतिरको यो मौलिक नाच देखाइरहेछ है। दार्जिलिङबाट हेर्न सक्नुहुन्छ यो बिहेमा दामी देखिरहेको छ। धुलो खाँदै धुलो खुवाउँदै धुलो उडाउँदै हाम्रो टोली अगाडि बढिरहेको छ। यी टोलीहरू सकुशल बोकालाई चाहिँ ल्याउन सफल भइरहेछन् केटाहरू। गन्तव्यसँग सुममा चाहिँ सकुशल लाग्छन् भन्ने आश राखौँ। धुलो खाँदै धुलो खुवाउँदै हाम्रो यात्रा जेफालेतिर। टक्क तिमी ठाकुरे होमस्टेका लागि हिँडिरहेको छौँ गाइडहरू होइन। अगाडि सुत्ने मान्छे अगाडि छ, सुत्ने मान्छे अगाडि छ। अब हामी लगभग गन्तव्यसम्म आइपुग्न लागिसक्यौँ। लगभग जेफाले आइपुगेका छौँ। अब एकछिनमा जेफाले सामुदायिक होमस्टे बसमिस गर्नेछौँ। यो बाटो कटिसकेपछि बाटो अफरोड बाटो रहेछ। कच्ची बाटोमा हिँडिरहेका छौँ। कच्ची बाटोलाई धुलो उडाउँदै गाडी गुडाउँदै भने जस्तै अगाडि बढिरहेका छौँ।
सामुदायिक होमस्टे परिवार छ यहाँनिर हामी फाइनल्ली आइपुगेका छौँ गाइजहरू है जेफाले आइपुग्यौँ हामी होइन जेफाले हो टक्क जेफाले भने देखाइ चाहिँ यो सामुदायिक होमस्टे हाम्रो टोली टक्क लाएर फाइनली गाइज हामी जेफाले आइसकेका छौँ हाम्रो टिम आज आजको रात विशेष हुनेवाला छ होइन यस्तो छ अवस्था टक्क लाएर जेफाले होमस्टे परिवार होमस्टे रहेछौँ बस्नका लागि आज हामी यो घरमा बस्दैछौँ जेफाले भ्रमण गर्नुभएकोमा धन्यवाद जेफाले समुदाय होमस्टे परिवार लेखेको रहेछ टक्क यहाँ घरहरू रहेछ होइन गाइजहरू अनि टक्क यहाँ छ होइन त्यसपछि यहाँ घरहरू बनिसकेको छ होइन घरहरू रहेछ होमस्टे रहेछ यो आज हाम्रो यो टोली टक्क 10 जनाको जम्मो टोली जेफालेमा आइपुगेका छौँ अनि एकदम चिसो मौसम छ होइन हामी यो बोका पनि हाम्रो तयार भइसकेको छ अनि त्यसपछि जेफाले भनेर लेखेको रहेछ यहाँ अब आगो बालेर तयार हुँदैछ गाइजहरू होइन अब यो बोकालाई टक्क लाएर कार्यक्रम गरेर यो बोकाको कार्यक्रम गरेर अनि हामी यहाँ पुल्न सुरु गर्नेछौँ होइन तपाईँहरूलाई देखाइरहेको छौँ साथीहरू कस्तो लागिरहेछ भनौँ होइन एकदम कस्तो लागिरहेछ साथीहरू हात उठाउँदा सबले गाइजहरू होइन टक्क लाएर यहाँ हाम्रो काम कुरो भइरहेछ यतातिर होइन अनि यो झोलाहरू राख्न पाए हुन्थ्यो कि भन्ने हाम्रो धारामा अरू मजाले मुसु हाँसिरहेछन् होइन उनीहरूले पाउन त के पाएको छैन तर हाँसिरहेछन् चिसो भएर ट्याक्क तपाईँ हेर्न सक्नुहुन्छ होइन जेफाले भन्ने रहेछ होइन अनि टक्क हामी आगो बालेर टोली बसिरहेछ अनि टक्क लगाएर तपाईँले देख्नु पर्दा आजको हाम्रो यो शिकार बन्दैछ यो टक्क लगाएर यता तपाईँहरू गाउँ देख्न सक्नुहुन्छ खाजा आइसकेको छ टोलीहरूले खाजा खानका लागि एकदम तयार भइसकेका छन् टक्क लगाएर होइन सबैलाई जेफाले भेउटा उसमा चाहिँ स्वागत छ जेफाले होमस्टेमा छौँ हामी हाम्रो होमस्टेको सञ्चालक हाम्रो सर उहाँ हुनुहुन्छ हामी आज बोकालाई यसरी व्यवस्था गरिरहेछौँ हाम्रो साथीहरू एकदम अग्रिम लागिरहनु भएको छ बोकाहरूले बोका पोलिरहेछन् फाइनली बोका पोलेर लगभग एकदम तयार भइसकेको छ गाइजहरू होइन तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो सरहरू एकदम तरिकाले आफ्नो कलालाई चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ यहाँ पानी पर्ला जस्तो पनि छ होइन ठ्याक्क पानी पनि पर्ने हामी पनि आउने खालको भइरहेछ टक्क लगाएर राम्रो पोलाइ गर्दै हुनुहुन्छ साथीभाइहरू आफ्नो आफ्नो काममा एकदम तयार तरिकाले दिँदैछन् होइन एकछिनमा टक्क मासु बनाएर होइन टक्क बनाएर होइन
रमाइलो छ है, मजा छ यहाँ। मान्छेहरू रमाउन सिक्नुपर्छ, साथीभाइहरू यो पोल्दैमै रमाइरहेछन् होइन। म भिडियो खिचेरै रमाइरहेको छु। आउरी जस्तो आउला जस्तो 81 यहाँ आइसक्यो, पानी पर्ला जस्तो छ होइन। टक्क लगाएर हाम्रो यो खसी पोलेर एकदम तयार भइसकेको छ है। तपाईँहरूलाई मैले देखाइरहेको छु नि खसी हो। खसी हो कि बोका हो? बोका हो। अनायासै भाग्य पनि खोटो देखियो। हातेरौँ त आज आयु छोटो देखियो, अनायासै भाग्य पनि खोटो देखियो। जब एक्सरे गरियो नि हस्पिटलमा, मलाई छोडेर जानेको मुटुभरि फोटो देखियो। केराबारी 2 सिंहदेवी बिहेबारी मोरङमा रहेको जेफाले होमस्टेमा छौँ हामी। जेफाले भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ होमस्टेहरूको व्यवस्था रहेछ। यो सामुदायिक होमस्टे रहेछ। टक्क लगाएर तपाईँहरू देख्न सक्नुहुन्छ। ठाउँमा हाम्रो जम्मू टोली हिजो आएर एक रात बसेर अब यहाँबाट निस्किने तर्खरमा छ। जेफाले सामुदायिक होमस्टे तपाईँलाई देख्न सक्नुहुन्छ। तपाईँहरू देख्नु भएको छ। जेफाले सामुदायिक होमस्टेमा छौँ हामी। हिजो साँझदेखि अहिलेसम्म हामी हिँडिरहेका छौँ। हिजो साँझको केही खानपिन पछि अहिले पनि खाना खाएर अब हाम्रो टोली यहाँबाट हिँड्ने तर्खरमा छ। तपाईँलाई यहाँबाट हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। अलिकता हुस्सु चाहेको देखिन्छ उतातिर डाँडा पाखाहरू भयो। स्पष्ट क्लियर त देखेको छैन, तर यहाँबाट हेर्दाखेरि यो चाहिँ सामुदायिक होमस्टे रहेछ। यहाँ चाहिँ टक्क लगाएर पर्यटकहरूका लागि बस्नका लागि होइन, रमाइलो गर्नका लागि एउटा उत्तम ठाउँ भन्न सकिन्छ है साथीहरू। सबैलाई नमस्ते। स्वागत तथा बिदाई एकैचोटि गरे। यो खिचौँ त हाम्रो केसी सर पनि
विदाई कार्यक्रममा सामेल भइसक्नु भएको छ। फाइनल्ली हामी यहाँबाट अब निस्किन लागेको टक्क लगाएर हल्का विदाईसहित यहाँबाट अब हामी धरानको यात्रामा छौँ। सबै साथीहरू अब हामी जानका लागि तयार भइसकेका छौँ गाइडहरू है।